चाहिँ इटौडीतिर हो। अहिले चाहिँ हामी गट्ठा घरको जाममा छौँ। अब अहिलेलाई चाहिँ कति हाम्रो 4:25 हुँदैछ। अब यही हिसाबले 9:09 देखाएको छ। यस्तो तारे त 1:28मा पुग्छ। 350 किलोमिटर छ। यता चाहिँ हाम्रो अब बेहुला साहब हुनुहुन्छ होइन। तपाईँलाई कस्तो लागिरहेछ त आफ्नो बिहे हुनु लाग्दा? मैले बेहुलालाई सोधेँ, बेहुलाको बहिनीलाई होइन नि त। बेहुलालाई सोधेँ होइन त, बेहुलाको बहिनीलाई होइन नि। यता चाहिँ अब हाम्रो सुरु हुनु पाएको छैन। यहाँ सबै निदाउनु भइसक्यो। अलि इन्टरटेनमेन्ट दिनु पऱ्यो क्या तपाईँले। होइन, तपाईँले इन्टरटेनमेन्ट दिनु पऱ्यो होइन त। यहाँ सुरु भएको छैन, सुत्न थालिसक्यो होइन। यता चाहिँ हाम्रो बेहुलाको पाजु हुनुहुन्छ होइन। कस्तो लागिरहेछ त अब? यता हाम्रो बेहुलाको होइन हजुरआमा, यता चाहिँ बेहुलाको बहिनी के अरे सुरु हुन पाएको छैन, सुतिसक्यो। अहिले सुतेर राति चाहिँ के गर्ने हो? हामी चाहिँ यहाँ अब जाममा छौँ होइन। अब तिमी सोध्यौ न त मालाई कस्तो लागिरहेछ भने। मलाई अलिक अप्ठ्यारो लाग्यो। नातिको बिहेलाई कस्तो लागिरहेछ तपाईँलाई? असाध्यै रमाइलो लागेको छ। खै बाहिर त हेर्नु त, बाउ त हेर्दैन। नातिको बिहे कस्तो लागिरहेछ भने? यता मनिष, यहाँ दाइको बिहे कस्तो लागिरहेछ त? राम्रो लाग्यो। बेहुलाको पाजुलाई बोलाउ त। बेहुलाको पाजु भनेपछि मामा हो क्या, तिम्रो पाजु होइन। तपाईँलाई कस्तो लागिरहेछ भनिदिनु न त। रमाइलो लागिरहेछ होइन, त्यही भएर जाँदैछु। रमाइलो लागिरहेछ। अब अरूभन्दा पनि यहाँ जाम भएर चाहिँ अलि वर्क लागिरहेको छु। फर्स्ट टाइम जाँदैछु गाडीमा। जान त पहिला पनि गएको हो। के हो कस्तो भएर एकदम स्वास छ। राख्नु ढुकढुकीमा सधैँ मलाई सजाई राख्नु मेरो कुलको इज्जत तिमीले बचाई राख्नु ढुकढुकीमा सधैँ मलाई सजाई राख्नु घरी घरी घुम्टो खोली हाँसे बोले पनि साह्रै लजालु छौ हुन्छ लजाई राख्नु
कस्तो लागिरहेछ त तपाईँलाई यार लाज लाग्यो भने होइन मलाई त अहिले अहिलेसम्म लाज लागिरहेको थियो अहिले चाहिँ अलिकति कम लाज लाग्ने हुँदै गइरहेछ यार कस्तो के गरे हो के गरे यार ज्वाइँलाई पनि हेर्नु अक्षताले हान्ने रे के रे यहाँ हेर्नु त बिहे गरेर लाँदा त अक्षताले हान्छ छोरीलाई दुःख दियो भने त दिन्छ जस्तो है होसियार है समाचार I'm